नमस्ते सेवारो साथीहरू। आज मेरो सानो करेसा बारीमा भिडियो हेरिदिनुहोस् मेरो साथीहरूले। वाउ मकै घोगा पनि कतिको, अनि टमाटर पाक्दैछ। अहिले घाम लागेछ, एकदमै युकेमा गर्मी भइरहेछ, त्यही भएर टमाटरहरू पनि पाकिरहेछ। यो मेरो फर्सी हो, पनि फलिहाल्छ। यो पालि त गर्मीले होला तिते करेला पनि फलेको छ। जुस खानु पाइने पर्यो। गमलामा रोपेको लौका पनि फलेको छ यो पालि त। यताभन्दा यता चाहिँ राम्रो आउँछ भिडियो। गमलामा रोपे सिमी पनि खाने बेला भएछ।